अब तैँले पकाएपछि स्याउसित के बेसै खाइदिन्छ नि। बिस के 30 तारिक खाना। हिजो बेलुका पैसा लागेन भनेर बुढी बाजेर आजबाट त खानै खान दिन्न भनेको छ। खाने कुरा नदिए पनि दिने कुरा दिएको होला त। चाहिँदो भन्दा बढी रुख काट्ने तिमीहरू। रुख नकाटेर मान्छे काटेर हिँड्नु त। काम चाहिँ दुईजना मिलेर गर्ने, दोष जति सबै तँलाई लाछि मलाई रिस उठ्दैन। हेर्दा मात्र डल्लो पुडुको कालो परेको, कालो मात्र कालो। संसारको सबैभन्दा नराम्रो